सो हाई गाइज मेरो भिडियोमा तपाईँहरूलाई स्वागत छ। प्लिज डु लाइक एन्ड सब्सक्राइब माई च्यानल। आज चाहिँ म बनाउन जाँदैछु चटपटे। चटपटेको लागि चाहिँ यो सबै मेरो सामानहरू हो। सबैभन्दा सुरुमा चाहिँ यहाँ चिप्स छ, यहाँ चाउचाउ छ, अनि त्यसपछि यहाँ क्यारट मतलब गाजर, अनि त्यसपछि छ यहाँ प्याज, यहाँ छ खोर्सानी, यो चाहिँ हो टमाटर, अनि त्यसपछि धनिया अचार जस्तै धनिया, अनि खोर्सानी, नुनको पेस्ट, चटनी, त्यसैलाई चटपटेमा लाटेको। अनि यो चाहिँ भुजिया, थोरै धनिया, अनि यो भयो बन्दा, अनि यो उसिनेको आलु काटेर सानो सानो बनाएको। यो चाहिँ किनेको मटर प्लस घरको केराउ मटर दुइटा मिक्स गरेर त्यहाँ राखेको छ। अनि यहाँ छ खोर्सानी, मैले यो चाहिँ देखाउनु बिर्छ। यो चाहिँ यहाँ छ खोर्सानी। अब चाहिँ हामी यसलाई मिक्स गर्छौँ है। अब चाहिँ मैले यहाँ ठुलो आरी लिइसकेँ। अब म सबै इन्ग्रिडियन्टहरूलाई एक एक गर्दै हाल्छु। सुरुमा चाहिँ हालेँ भुजिया, अनि त्यसपछि जान्छ चाउचाउ, अनि त्यसपछि जान्छ धनिया हालेँ अब मैले धनिया, अनि त्यसपछि जान्छ क्यारट मतलब बिर्सिहाल्छु यसको नामै म, गाजर, अनि त्यसपछि जान्छ प्याज मतलब अनियन, एन्ड देन जान्छ थोरै हरियो खोर्सानी, अनि त्यसपछि जान्छ मटर, दुइटा मिक्स मटर पिसेर राखेको मैले, केराउ प्लस भुटेको वाला मटर, किनेको मटर। यहाँ छ चिप्स, अनि त्यसपछि आउँछ उसिनेको आलु। यहाँ उसिनेको आलु चाहिँ अलिक बेसी नै भयो जस्तो लाग्यो, त्यही पनि केही हुँदैन, मिठै हुन्छ। अनि त्यसपछि आयो बन्दा, यो इट इज बन्दा। अब चाहिँ हामी यसलाई मजाले मिक्स गर्छौँ। ओ यहाँ छ यो पेस्ट, पिरो पेस्ट छ, पिरो बनाएर खाने हो, हरियो चटपटे। अरू बेला गिलो चटपटे हुन्थ्यो, यो चाहिँ हरियो चटपटे हो।